जसको अस्तित्व छ त्यो सत हो र जसको अस्तित्व छैन त्यो असत। मतलब आत्मतत्त्व नित्य निरन्तर रहिरहन्छ, त्यसैले यो सत हो। तर भौतिक शरीर, सूक्ष्म शरीर, नाम रूप, सुख दुःख, हर्ष शोक यी अनित्य परिवर्तनशील छन्, त्यसैले यी असत हुन्। असतको कुनै भाव छैन, सतको कहिल्यै पनि अभाव छैन। यस्तो कुरा तत्त्वदर्शी पुरुषहरूद्वारा बताइएको छ। हेर अर्जुन, कहिले पनि विनाश नहुने चेतन परमात्मा रूप ब्रह्मतत्त्वद्वारा इन्द्रिय तथा यसका विषयहरू र भोग्य पदार्थ सहित सम्पूर्ण जगत व्याप्त छ। त्यस अविनाशी सत स्वरूप ब्रह्मतत्त्वको नाश गर्न कोही समर्थ छैन। आत्मा पनि ब्रह्म नै हो र यसलाई परमात्मा पनि भनिन्छ। अत कहिल्यै नाश नहुने त्यस सत तत्त्वलाई जान। कहिल्यै नाश नहुने अविनाशी, जसको स्वरूप वर्णन गर्न सकिँदैन, अप्रमेय, यस्तो नित्य र विकार रहित आत्मतत्त्वको शरीर नाशवान छ, क्षणिक छ। जो यस आत्मालाई मार्नेवाला ठान्छ, जो यो आत्मालाई मर्यो भन्ने ठान्छ, यी दुवै यस आत्मा स्वरूपलाई जान्दैनन्, किनकि यो आत्मा न कसैलाई मार्दछ न कसैबाट मारिन्छ। यो आत्मा कुनै समय न जन्म हुन्छ न त मर्दछ, अथवा यो आत्मा पहिले भएर पुनः हुनेवाला होइन। यो आत्मा जन्म नलिने अजन्मा छ, नित्य छ, शाश्वत छ, पुरातन पनि छ। शरीर देह चोला नाश भएपछि पनि यो आत्मा नाश हुँदैन। हे अर्जुन, जो मनुष्य यस आत्मालाई नाश नहुने अविनाशी, नित्य, जन्म रहित अजन्मा र विकार रहित अव्यय जान्दछ, त्यो मनुष्य कसैलाई कसरी मार्न लगाउँछ र कसरी कसैलाई मार्न सक्छ। मनुष्यले जसरी आफ्ना पुराना कपडाहरू थोत्रिएपछि तिनलाई त्यागिदिन्छ र अरू नयाँ वस्त्र धारण गर्छ, त्यसरी नै जीवात्मा पनि आयु पुगेपछि पुरानो शरीर त्यागेर अर्को नयाँ शरीर ग्रहण गर्छ। यस प्रकारको आत्मतत्त्वलाई अस्त्र शस्त्रहरू काट्न सक्दैनन्, यसलाई आगो जलाउन सक्दैन, पानी भिजाउन सक्दैन र हावा बतास उडाउन वा सुकाउन सक्दैन। यस प्रकारको आत्मतत्त्व नित्य छ, सर्वव्यापक छ, स्थिर, अचल र सनातन छ। यो आत्मतत्त्व आँखा आदि इन्द्रियहरूद्वारा बोध गर्न नसकिने अव्यक्त छ। यो आत्मतत्त्व चिन्तन गर्न नसकिने, मनद्वारा ठम्म्याउन नसकिने अचिन्त्य छ र विकार पैदा नहुने अविकारी बताइन्छ। आत्मालाई यस प्रकारको तत्त्व जान र युद्धमा को मर्छ को बाँच्छ यो तिम्रो समस्या होइन। भीष्म द्रोण आदि मारिन्छन् भने शोक गर्नु व्यर्थ छ। त्यसैले उठ पार्थ, युद्ध गर, धर्मको लागि युद्ध गर, मेरो लागि युद्ध गर।